तर थाहा छ पहिला म कालो थिएँ अनि मैले 11-12 मा मेजर इङ्ग्लिस विषय लगेँ। फेरि अहिले चाहिँ म ब्ल्याक छु बाप तो बाप रहेगा, बाप तो बाप रहे। उँभो उदो आज त म घुम्न जान लागेको। ओ त्यो चस्मा दे न दे कस्तो छ स्या नचल न त्यो छ दे न दे नचल के नचल। मैले अस्ति तल आफ्नो ज्याकेट दिएँ होइन न यहाँ तल लाउन चस्मा दिनु लो मान्छे दे न दे। गएको है ल। बाजे तपाईँले एउटा कुरा सोधौँ? भन। दुनियाँमा सबभन्दा ठुलो गुरु चाहिँ को हो? कोहीले आमा हो भन्छ, कोहीले टिचर हो भन्छ। तपाईँ भन्नु न को हो? दुनियाँमा सबभन्दा ठुलो पहिलो गुरु चाहिँ आमा हो, जसले हामीलाई धरतीमा जन्म दिन्छ। दोस्रो सबभन्दा ठुलो गुरु चाहिँ धरतीमा हो, जसमा हामी खेल्छौँ, कुद्छौँ, रमाइलो गर्छौँ। तेस्रो सबभन्दा ठुलो गुरु चाहिँ बाबा हो, जसले हामीहरूको इच्छा, चाहना, रहर सबै पुरा गर्छ। अनि चौथो सबभन्दा ठुलो गुरु चाहिँ शिक्षक हो, जसले हामीलाई ज्ञान, गुणका कुराहरू, राम्रा नराम्रा कुरा सिकाउँछ। अनि पाँचौँ सबभन्दा ठुलो गुरु चाहिँ साथी हो, जसले यी सब कुराहरूमा पानी फालिदिन्छ, केही पनि हुन दिँदैनन् क्या।